दिवस चाहिँ आउने बित्तिकै मेरो पर्स चेक गर्दैछ कति पैसा छ होइन हो गाइस कुतकुती नलगाऊ न कुतकुती यहाँ चाहिँ अब मासु हो यो चाहिँ पर्क मासु बोलेको भाइ चाहिँ सुमित दाजुहरू दिव्या राणा अहिले पनि तर कुखुराको खुट्टा चाहिँ दामी भन्नुपर्छ खुट्टा सुँगुरको खुट्टा भनेको ए म खुट्टा पो लान्छु म त कस्तो भयो म इन्जोय गर्दैछु मेरो व्यवस्था यहाँ छ हो अनि त्यस्तै एक दुईवटा सामानहरू दिनुपर्ने थियो नि त हाम्रो त्यो घरमा लाउने लुगाहरू So hello everyone, namaste, welcome back to my channel or welcome to my channel if you are new र तपाईलाई स्वागत छ आज न्यू डे न्यू ब्लगमा हैन र अहिले चाहिँ म चाहिँ रेडी भइसकिसकेको छु अनि मेरो ब्याग पनि रेडी छ हो अन्त चाहिँ म चाहिँ अहिले कहाँ जानु आँटेको भन्दाखेरिको तपाईलाई याद पनि भइसकिसक्यो होला बेसी माथि र तल गरेकोले गर्दा हैन म चाहिँ अहिले जान आँटेको उतानिर घर बिकमा जान आँटेको आज चाहिँ हो किनभने हिजो चाहिँ मेरो फाइनली सक्यो मेरो लास्ट इन्टर्नसिप सरी मेरो लास्ट फाइनल टिचिङ पनि सक्यो अनि मेरो भाइभा पनि हिजो नै थियो हो मोडलहरू टिएलएम मोडल मेरो सबै कुरा चाहिँ हिजो सबै सबमिट गरिसकेको हो र चाहिँ फाइनली अहिले चाहिँ रिलिफ भयो भनौँ न अब रिलिफै भयो अहिले चाहिँ हो अन्त चाहिँ म चाहिँ अब एकैचोटि 14 तारिकमा चाहिँ मेरो छ नि त अब एक्जाम त्यो चाहिँ मेरो फाइनल एक्जाम एउटा चाहिँ 14 तारिक शिव मन्दिरमा गएर दिने एक्जाम चाहिँ मेरो एक्सटर्नल एक्जाम फाइनल चाहिँ अब चाहिँ मेरो एकैचोटि 14 तारिक मात्रै छ र त्यही भएकोले गर्दाखेरिको चाहिँ अब यत्रो 2-3 हप्ता त के गर्दै बस्नु यहाँनिर होइन र गरम पनि एकदमै बेसी चढ्यो र त्यही भएको कारणले गर्दाखेरिको चाहिँ म चाहिँ आज चाहिँ घर जान आँटेको हो र आज बिकमत गएर चाहिँ भोलि चाहिँ फर्किहाल्छु होला सुनबुक नै हो किनभने अस्तिको टाइममा पनि म राम्रोसँगले बस्नै पाइनँ सुनबुक होइन खालि त्यस्तै एक रात बिकमतबाट गएँ सुनबुकमा एक रात बसेँ फेरि सिलगढी यता झरिहाल्नु पर्ने बेला भयो नि त र त्यही भएको कारणले गर्दाखेरिको चाहिँ म चाहिँ अब चाहिँ सुनबुक गएर चाहिँ मजाले नै टाइम स्पेन्ड गर्छु आमासँग हो र जानु पनि मन परिरहेको छ घर एकदमै निकै नै भयो अब राम्रोसँगले नबसेको अस्ति पनि एक रात मात्रै बसेर आएँ नि त र त्यही भएर चाहिँ म पनि अब चाहिँ निस्केको गाडी पनि 2-2:30 आउँछु भन्दै भन्नुहुँदै थियो चम्पासरीमै दाजु र आजको वेदर चाहिँ के छ भन्दाखेरिको चाहिँ घाम लागि नै राख्छ हो ए गरम छ बाहिर हो मैले चाहिँ यो लुगा चाहिँ सुकेकै थिएन साडी त्यहाँभित्रको त्यो के भन्छ त्यो धोएर सुकाएको थियो त्यो चाहिँ सुकेको थिएन रहेछ नि त र चाहिँ मैले यहीँ राखिराख्छु छु बाहिर राखेको त पानीले भिज्छ होइन किनभने हिजो पनि त्यो पानी बेसी परेर नि लास्टमा चाहिँ हाम्रो सबै भाइभाइहरू सकेर पनि पानी परेको थिएन तर धन्न त्यो मोडलहरू चाहिँ केही पनि भएन थ्याङ्कफुल्ली र चाहिँ त्यो पानीमा भिज्दै आयो नि त म र शुभेक्षा र त्यही भएको कारणले गर्दाखेरि चाहिँ सर्दी लाग्दैछ सायद बिमार हुनुको लागि ठिकै खालको त्यस्तो भइरहेको छु म हो अन्त यस्तो छ कुछ फ्यान पनि अफ गर्नुपर्छ अब चाहिँ हो अन्त त्यस्तै भइरहेको छ अब चाहिँ म चाहिँ निस्किन्छु होला यहाँबाट हो र तपाईँलाई चाहिँ देखाउँदै गर्छु बाटोमा है त गाइज यहाँ चाहिँ यति बेसी जाम भएको यो चाहिँ हो बिरिक डाँडा भन्ने जग्गामा होइन हामी चाहिँ लगभग 1-2 घन्टासम्म चाहिँ बस्यौँ होला यहाँ जाममा हरेस भएर चाहिँ यतिकै हेर्नु न र अब चाहिँ हामी चाहिँ निस्केको गाइस म चाहिँ फाइनली घर पनि आइपुगिसकेँ होइन अनि अहिले म चाहिँ रेस्टिङ मोडमा छु यहाँनिर ढल्किरहेको छु नि त यति साह्रो गल्यो किनभने यति बेसी ट्राफिक जाम थियो आज चाहिँ होइन बाटो बनाउँदो रहेछ नि त यता सिलगढी आउने यता बिरिक डाँडामा आमा 1-1.5 घन्टा त 1 घन्टाभन्दा ज्यादा 1.5 घन्टै हामी बस्थ्यौँ होला त्यहाँनिर होइन त्यहाँबाट पनि आएर अझै गाडीमा फेरि बाटो उयो भएको के भन्छ छा भन्ने नगर न गाडी बिग्रेको फेरि यहाँ बाटोमा आउँदा होइन म रोक्दै हरेस भएर चाहिँ त्यहाँदेखिको चाहिँ यहाँ चाहिँ म ढल्किरहेको छु होइन उयो के भन्छ उयो खाइकन मोमो ल्याइदिएछ दिवसाले हो मोमो पनि खाएँ अन्त सुँगुरको खुट्टा पनि बनाउनु भएको थियो रहेछ अविदाले त्यो पनि एउटा चाखेँ होइन मिठो बनाउनु भएछ अविदाले बनाएको ल उसले बनाउनु अरे हो के भएकोले
अन्त चाहिँ हामी चाहिँ यहाँ बसिरहेको छौँ हो दिवस चाहिँ आउने बित्तिकै मेरो पर्स चेक गर्दैछ कति पैसा छ भनेर हो गाइज मेरो पर्स चेक गर्दैछ कति पैसा छ भनेर कति पनि छैन मेरोमा त्यहाँनिर नहेर्दा पनि हुन्छ ल अन्त अब चाहिँ हामी चाहिँ मासु पोल्ने अरे होइन दिवस दादाले चाहिँ तलनिर पर्क नै अघि म्यारिनेट गरेर राखिरहेको रहेछ अन्त पोल्ने अरे अन्त चाहिँ हामी चाहिँ अब तल जान आँटेको हो खानुको लागि अन्त त्यस्तो अब चाहिँ अब अलिक रिल्याक्स गर्नु आएको नि त यहाँनिर पुरा बेसी उयो भयो रिल्याक्स गर्नै आएको अब चाहिँ म चाहिँ यहाँनिर किनभने पुरा टेन्सन भइरहेको थियो नि त मलाई हिजोसम्म त कुतकुती नलगाऊ कुतकुती नलगाऊ न कुतकुती अन्त चाहिँ म चाहिँ यहाँ चाहिँ रिल्याक्स गर्नुको लागि आएको नि त गाइज किनभने यति बेसी तपाईँहरूलाई यादै छ त्यो मलाई कस्तो चाहिँ भइरहेको थियो भनेर हिजोसम्म होइन भन्दिनँ पनि अब चाहिँ बेसी भनेर तपाईँलाई पनि वाक्कै लागिसक्यो होला होइन र अब चाहिँ हामी चाहिँ तल जाने हो अन्त अलिकति भए पनि गेट टुगेदर गर्ने हामी हो अभि दादा म सुमित अन्त दिवस दादा अनि चाहिँ गाइस दिवस दादा चाहिँ यहाँनिर चाहिँ पर्क सेक्वासँग खानुको लागि चाहिँ अचार बनाउनु हुँदैछ होइन चाहिँ डल्ले खोर्सानी र लसुन अन्त यहाँ चाहिँ टमाटर बनाउनु हुँदैछ हो अन्त चाहिँ हामी खाने कतानिर खाने हो भन्दाखेरिको चाहिँ नि यहाँनिर यहाँनिर अविदाले ठिकै आगो बाल्नु भएको छ हो यहाँनिर बसेर चाहिँ हामी चाहिँ खाने हो होइन नुनहरू लग्यो अघि म आएर कस्तो लागिरहेको छ तिमीलाई हौ खुसी लागिरहेछ कस्तो खुसी कस्तो मिस गरिरहेको थियो तिमीलाई मे के भयो यहाँनिर चाहिँ मिठो बनाऊ ल अचार सो गाइस हामी चाहिँ कपहरू लिएर जाँदैछ हो त्यसैले अचार बोकिरहेको छ यहाँ भ्लग गर्नु नै अप्ठ्यारो भयो कि गाइज तपाईँहरूलाई चाहिँ म तल पुगेर भेट्छु नि ल दिवस नक्कल पार्नु थाल्यो मलाई देख्नु हुँदैन नक्कल पार्नु थालिहाल्छ ए हो र थाहै थिएन मलाई हेलो एभ्रिवान यहाँ चाहिँ अब मासु हो यो चाहिँ पर्कको मासु पोलेको यो भाइ चाहिँ सुमित दाजु अभिदा यहाँ चाहिँ दिव्य राणा म चाहिँ यहाँ आज वेलकम पार्टी आज के राजु वेलकम पार्टी ऊ देख्दैछ तिम्रो परा वेलकम पार्टी यो चाहिँ अघि नै म्यारिनेट गरेर राखेको दिवसले अघि नै म्यारिनेट गरेर राख्नु भएको थियो रहेछ पर्क होइन अन्त के हाल्नु भयो यसमा म्यारिनेसनमा खाँदा त के हाल्नु भयो म्यारिनेट गर्दा यसमा लसुन अदुवाको पेस्ट हो लसुन अदुवाको पेस्ट पेस्ट होइन त्यहाँदेखि सोया सस त्यहाँदेखि चिल्ली हल्दी त्यहाँदेखि त्यो के चाहिँ ब्ल्याक पेपर ओके यति नै हो द्याट्स इट एन्ड सल्ट अविदाले पनि तर कुखुराको खुट्टा चाहिँ दामी बनाउनु पर्कको टेस्ट गरेँ त अघि एउटा मिठो भयो मलाई कस्तो दामी बनाउनु यस्तो भन्दा तर अहिले निकै पार्ने थाल्यो तर अहिले लास्ट चाहिँ कुखुरा खुट्टा बनाउँछ हेऱ्यो नि त पर्क सुँगुरको खुट्टा मिठो भएछ पापाले हौ भनेको थियो अरे हौ म त त्यस्तो मन पर्थेन कि त्यस्तो मन पर्थेन तर खाएको मिठो लाग्यो त ठुल्ठुलो हुन्छ यति बाक्लो भएको हुन्छ यसको उयो गालिँदाखेरि चाहिँ दामी हुन्छ अझै झोल बेसी भयो फेरि हो ग्रेभी मात्रै हुनुपर्छ अच्छा टाइपको है त्यो चाहिँ यस्तो मिठै भयो तर मलाई आरीले तर मलाई मिठो लाग्यो जेसीबीको हिसाबमा जान्छ नि आगो बेसी भयो
खानु न त खाँदै गर्नु न ट्राई गर्नु त झ्याक्कै अचार यहाँ दिउँ नुन हाल्दा अचारमा यसमा अचार उसमा चिचीमा नुन त हाल्दैन कस्तो भएछ हामीले फर्स्टमा भागेर आएर मात्रै खाएको यहाँनिर याद छ म्यारिनेट गरेर त्यहाँदेखि आज मलाई कस्तो हाफ बोइल चाहिँ अस्ति हामीले सुम्बुकमा चाहिँ गरेको थिएन है हाफ बोइल है हो र होइन त्यो हाफ बोइल त्यस्तो भएको थिएन त्यस्तो भएन दुई बहिनी ऊ र म मात्रै आमाले खाँदैन दुई भाइ अरे फेरि दुई बहिनीले कस्तो लाग्यो कस्तो लाग्यो म्यारिनेट कस्तो भएछ भित्रको टेस्टहरू कस्तो टेस्टहरू कस्तो मिटमा हुन्छ नि टेन्डर हुन्छ नि टेन्डरनेस टेन्डरनेस हुन्छ नि म्यारिनेट गरेको नि त मैले म्यारिनेट गरेको नि त माई ओन मसला दिस माई ओन रेसिपी मसला रेसिपी त मैले भनेको जस्तो लाग्यो फोनमा इट्स माई ओन इट्स जुसी नो इट्स जुसी ल हामीले चाहिँ अब मासु पोली पनि सक्यो हो खाइ पनि सक्यो ऊ दिव्याको मात्रै छ त्यो हड्डी उसको लागि राखिदिएको हड्डीवाला मनपर्छ नि त मलाई र त्यही भएर चाहिँ खाँदैछु मैले हड्डी राखिदिएको नि त्यो कारण पोलेको कसरी हड्डी त खाँदैन नि त्यो कारण चाहिँ तिम्रो लागि राखिदिएको हड्डी कस्तो मजा आयो कस्तो मिठो भयो कतिमा खाएको है हामीले यहाँ चाहिँ उता त अस्ति खायौँ सुरुमा यहाँ चाहिँ कतिमा खायौँ नि त बिहा भागेर आएको दिन चाहिँ हामीले खाएको थियौँ फर्स्टमा है त्यहाँदेखि एकैचोटि अहिले खायौँ मिठो भयो लसुनको अचारसँग कसले पिनेको सबै मैले पिनेको कसले अचार 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 पनि मैले पिनेको म्यारिनेट पनि मैले गरेको है तिमी आउँछ भनेर नि तर दाँते निकाल्नु पऱ्यो नाच्दै निकालेर अन्त यहाँ चाहिँ सक्यो हो एउटा छ यहाँ एउटा छ यहाँ हड्डीहरू यो मिठो भयो मिठो भयो अब यस्तो चाहिँ फेरि माथि गएर चाहिँ मामसँग चाहिँ खुट्टासँग खानुपर्छ खुट्टासँग पहिला दामी गर्नु भएको छ कस्तो खुट्टासँग खुट्टा सुँगुरको खुट्टासँग भनेको ए म तिम्रो खुट्टा पो लान्छु म त ल The next day. सो गाइज दिस इज द नेक्स्ट डे होइन अन्त चाहिँ म चाहिँ अहिले चाहिँ सुम्बुक जान आँटेको होइन अन्त चाहिँ उयो के भन्छ अलिकति बिसन्चो खालको पनि फिल भइरहेको छ नि त त्यो ज्वरो आउला जस्तो खालको भइरहेको छ मलाई उतैदेखिकै उयो भइरहेको थियो पुरा त्यो हाच्छिङहरू आएर होइन सर्दी लागेर भनेको थियो त्यहाँदेखि बिहान चाहिँ म नुहाएको थिएँ नि त उता सिलगढीमा अन्त त्यही भएकोले गर्दाखेरिको चाहिँ बिसन्चो खालको फिल भइरहेको छ हो अन्त चाहिँ फेरि घर पनि जानु मन परिरहेको अन्त चाहिँ आज चाहिँ घर जाने हो देउसा र म देउसा पनि बस्नुहुन्छ आज एक दिन हो र चाहिँ नाम्चीमा पनि एक दुईवटा काम छ सायद नाम्ची पनि एकछिन निस्किन्छु म होला कि बा निस्किँदैन कि थाहा छैन हो र चाहिँ तपाईँलाई अपडेट दिँदै गर्छु नि अहिले हो अन्त अहिलेको वेदर चाहिँ कुछ यस्तो धुम्मिरहेको छ पानी पनि पर्ला जस्तै खालको भइरहेको छ अब पानी पर्नुभन्दा अगाडि नै हामी चाहिँ निस्किने हो अन्त चाहिँ तपाईँलाई बादमा भेट्छु कस्तो कस्तो भयो म पनि इन्जोय गर्दैछु मेरो सो गाइज हामी चाहिँ अहिले पनि फेरि आइपुगिसकेको छौँ यहाँनिर विशाल मेगा मार्ट होइन अन्त बाइक यहाँनिर उयो गरेको छ व्यवस्था यहाँ छ हो अन्त चाहिँ एक दुईवटा सामानहरू किन्नुपर्ने थियो नि त हाम्रो त्यो घरमा बसेर लाउने लुगाहरू नै थिएन नि त र व्यवस्था पनि थिएन मेरो पनि छन् त छ अब किन्नु बेला भएको थियो र त्यसै कारण चाहिँ हामी चाहिँ विशाल मेगा मार्ट आइरहेको छौँ होइन जाउँ दादा हेरौँ के पाउँछ यो त मैले अस्ति किनिसकेको छु मेरोमा लन्ड्री ब्याग अलरेडी छ हो
स्टोरेज हेरौँ के छ यहाँनिर घरमा बस्दा लाउने खालके उताबाट छाती त छातीस नकिने भयो सो गाइज हाम्रो चाहिँ सपिङ पनि भयो यो त्यही घरमा बस्दा लाउने लुगाहरू किनेको थियौँ हामीले चाहिँ अन्त चाहिँ यहाँबाट चाहिँ अब चाहिँ निस्केको हामी चाहिँ